जय मसी अनि नमस्कार हजुरहरू सबैजनालाई। अनि आज चाहिँ हामी विशेष गरी यात्रामा छौँ है त। भर्खर घरदेखि चाहिँ हिँडेको छौँ। हामी चाहिँ कुन ठाउँ दिदी? हजुर, जितपुर फेदीतिर हामी जाँदैछौँ तापेसरीदेखि। अनि हामी चाहिँ पहिलोपटक त्यो ठाउँमा जाँदैछौँ। एकदमै रमाइलो अनुभव भइरहेको छ। हामी चाहिँ गइरहेकै छौँ है त। हामी यात्रामा छौँ। दिदी हजुरलाई कस्तो लागिरहेको छ आजको दिन? माथिको त आउला जस्तो छ। कताको? उता माथि? राम्रो देखिँदो रहेछ है यहाँबाट हेर्ने बेला। के बसायो उठाउने हेरेको एकदमै रमाइलो भइराखेको छ आजको दिनमा। रमाइलो छ वातावरण पनि, घाम लागिरहेको छ। बाटो बिर्सिनु भने आज हामी चाहिँ नयाँ बाटोतिर गइरहेछौँ कि हामी पहिलेको दिनहरूमा चाहिँ यो बाटो हिँडेको थिएनौँ। अनि आज चाहिँ नयाँ ठाउँमा हामी गइराखेका छौँ। टाढाबाट देखेर पनि हामी चाहिँ नजिकमा चाहिँ गएको थिएनौँ। तर अहिले चाहिँ आज चाहिँ हामी त्यही ठाउँमा पुग्नलाई यात्रा गरिरहेका छौँ है त। फेदी बजार आइपुगेका छौँ है हामी त। हामी चाहिँ फेदी बजार आइसकेका छौँ। हामी चाहिँ आजको यात्रामा चाहिँ पुगिसकेका छौँ है त। हामी हेर्दैछौँ वरपर। हामी चाहिँ एकदमै पनि टाढापारीको गाउँदेखि आएको। हामी फेदीतिर घुमघाम गर्न यो चाहिँ बस पार्क आइपुगेको। हजुर, बस पार्क चाहिँ उता छ है। चाहिँ त्यो उकालो उकालो चढेर बस पार्क चाहिँ बल्ल बल्ल आइपुगेका छौँ। जितपुर फेदीको बस स्टेसनसम्म हामी हिँडेर आयौँ है। एकदमै पनि राम्रो भयो यात्रा चाहिँ। एउटा घर छ उता चाहिँ एउटा घर देखिरहेको छ है। उतानिर करेसबारीहरू अनि हामी चाहिँ हाम्रो आजको यात्रासम्म चाहिँ फाइनली आइपुगेका छौँ है त। अब चाहिँ अलिकति माथि चाहिँ गइराखेका छौँ। हामी चाहिँ अहिले जितपुर फेदीको टापुमा आइपुगेका छौँ है। कस्तो राम्रो रहेछ यो ठाउँ चाहिँ। एकदम पनि उताको सबै भ्यूहरू चाहिँ देखिने रहेछ है यताबाट। हाम्रो दिदी हुनुहुन्छ एकदम रमाइरहनु भएको छ है वातावरणसँग। आजको यात्रा जितपुर फेदीसम्मको यात्रा तपाईँलाई कस्तो लाग्यो भन्नु न। एकदम राम्रो भयो। रुममा बस्दा बस्दा दुखिएन हजुर हजुर एकदम सजिलैसँग आइपुग्यो। हिँड्दाखेरि अलिअलि खुट्टा दुख्यो, तर यहाँ आइपुग्दा चाहिँ अलिअलि दुख्यो खुट्टा ठिकै भयो। राम्रो लाग्यो। आउन चाहिँ गाह्रो भयो एकदम। मलाई पनि राम्रो लाग्यो है। जितपुर फेदीको टापुबाट चाहिँ यति धेरै ठाउँहरू देखिँदो रहेछ है। हजुर हामी चाहिँ घरतिर फर्किँदैछौँ है। बासमती मान्छे अनि पुदिना हामी चाहिँ घर फर्किँदैछौँ अहिले साँझको बेला छ। एकदमै पनि चिसो हावा लागिरहेको छ है। सलवारको गइसक्यो। अनि उता ठाउँहरू देखिरहेको छ। हामी
चाहिँ घर फर्किँदैछौँ हामी। हामी गएको त्यो पारीको ठाउँ हो। यही घरको नजिक नजिक आइपुगेका छौँ। जाडोले आइपुग्छ जाडोले अलिकति चिसो पनि भएको छ। अनि अब घर गएर आगो ताप्नुपर्छ। अब नजिक नजिक आइपुगिसकेका छौँ। आजको हाम्रो घर फाइनली आइपुग्नै आँट्यो। बाटो यात्रा चाहिँ एकदमै रमाइलो अँध्यारो भयो। रात परिसक्यो। ठाउँहरू पनि देख्न पाइयो है, नयाँ ठाउँहरू देख्न पाइयो। अनि यात्रा चाहिँ राम्रो भयो। हामी चाहिँ घर आइपुग्दा एकदमै पनि रात पर्न आँटेको